गुड मर्निङ गाइज। हामी हिँडेको लग 1 घन्टा हुन थाल्यो। 1 घन्टामा 2 किलोमिटर पनि हिँडिएको छैन। आकाशमा चाहिँ कुहिरो लागेको छ, बादल लागेको छ। तलपट्टि चाहिँ हिउँ, हामीभन्दा तलपट्टि हिउँ देखिन्छ, हिमाल देखिन्छन्। यही बाटो भएर हामीहरू हिँडिरहेको छौँ 1 घन्टादेखि। हामी 4:45मा हिँड्न सुरु गरेको। 4 बजे उठेर हिँडौँला भनेको, सकिएन बिहान छिटो उठ्न। ल गाइज, अहिले घाम लागेपछि टक्क हिमालहरू देखाउँछु है मैले। आइयो है गाइज, आइयो। सनराइज हुने बेला हुँदैछ अब त्यताबाट। कस्तो लागिरहेछ मदन ब्रो? हामीभन्दा तल हिउँ छ यो घाँसमा, यतापट्टि किन हिउँ छैन होला? आहा, हिउँ त यहाँ त कति छ कि हिउँ नै हिउँ छ ल। ए यहाँ त हिउँ नै हिउँ छ ल। टुप्पामा घाम आयो है गाइज। कति बजे आयो भन्नु त? टुप्पामा आयो, त्यहाँ त बिचमा आयो घाम यार। 6 बजेर 3 मिनेटमा 6 बजे आयो ल। त्यहाँ किन बिचमा आयो? बादलले छेकेर बिचमा आयो। ओहो ओ त्यो डाँडामाथि जाने हो। यतातिर चाहिँ भँगेरा कागहरूले गाइज यो घोडाको आँची खाँदो रहेछन् नि गाइज। यतातिर हुने भँगेरा कागहरूले चाहिँ घोडाले दाना खाएर आँची गर्दो रहेछ। अनि यो भँगेरा कागले चाहिँ हिजो कागले खाएको देखिरहेको थिएँ, आज चाहिँ भँगेराले खाइरहेछन् यहाँ। हावा तालमा कोही पनि नआउनु है गाइज। एकदम प्लान गरेर आउनु। डिसिजन गरेर हिँड्या मान्छे हो। प्लान गरेर आउनु न, दुःख पाइन्छ। प्लान गरेर आउनु। बेसर बस्नु एक दिन, बेसर बसेर टक्क अलि मिठाईहरू, क्याडबरी, किटक्याटहरू यिनीहरू क्यालोरीको लागि टक्क लिएर आउनु। चाउचाउ साउचाउ बोक्नु, लट्ठी बोक्नु, लट्ठी बोक्नु, बाक्लो कपडा लाउनु। अनि अलि यहाँ आउने हो, ट्रेकमा आउने हो भने तपाईँहरू पहिल्यैदेखि चाहिँ लगभग 1 महिना चाहिँ मर्निङ वाक गर्नुहोस्, अलि स्फूर्त रहनुहोस्, तब मात्रै आउनुहोस् है गाइज। गाइज, यदि तपाईँहरू चाहिँ बेस क्याम्पसम्म आउनुभयो तर माथि आउन चाहिँ धौधौ भयो अनि यहाँ आइसकेपछि तिलीचा त पुग्नै पर्यो भन्ने लाग्यो भने बेस क्याम्पबाट घोडामा जान सक्नुहुन्छ। तर 8000 लाग्छ है। हामी सोधेको थियौँ हिजो, 8000 तिर्नुभयो भने बेस क्याम्पबाट तपाईँलाई तिलीचो तालसम्म लगिदिँदा रहेछन्। अनि गाइस, घोडा त लास्टै महँगो हुँदो रहेछ त। अनि राम्रो खालको घोडालाई त 25-30 लाख पर्दो रहेछ। थाकेर यस्तोमा गएर लतरान परेर सुत्नु भएको छ है गाइज। तपाईँहरू पनि यस्तै हुनसक्छ। घोडामा सवारी हुन त विकल्पहरू धेरै छन्। हेलिकप्टर चार्टर गरेर पनि जान सक्नुहुन्छ। हेर्नुहोस् त गाइज, भाइ भएर मलाई झोला बोकाएको छ। एकछिन बोक्न कान्छु भनेको, झोला बोकेर तपाईँलाई भेटाउन मुस्किल पर्दछ। झोला बोकेर कस्तो मान्छे छ यार। हेलो गाइज, हामी बेस क्याम्पदेखि यो 22 घुम्ती भन्ने ठाउँ नजिकै आइपुगेको छौँ। यहाँबाट मान्छेहरू फर्किँदा रहेछन्। कति बजे हिँड्नु भएको थियो? 5 बजे। ठिक छ ल, 15 मिनट ढिला हिँड्नु भएको रहेछ। हामीभन्दा भेटाउनु भयो हामीलाई। लिसो पुग्न सबभन्दा अप्ठ्यारो मानिएको यो भाइरल घुम्ती 22 घुम्ती। मान्छेहरू यहाँनिर चाहिँ घोडामा चढेर गइरहेछन्। उहाँ माथि जानुपर्छ। यहाँबाट प्लातप्लुत भइसक्यो। कसरी त्यहाँ माथि पुग्ने? यतातिर उकालो भए पनि यतातिरको यो हेर्दा चाहिँ थकान अलिकति भए पनि कम हुन्छ। यसलाई हेरेर भए पनि अगाडि बढिराखेको छौँ हामीहरू। तिलीचो ट्याक्सी आयो। ट्याक्सी मात्रै 1000 रुपियाँ घुम्तीसम्म चढ्न मन लाग्यो। 1 घन्टा बढी लाग्थ्यो होला। कति तिर्नुभयो नि तलदेखि माथिसम्म? 3000 दुईजनाको। झन्डै 49 मिनट हाइटमा पुगिसक्यो हामी।
अब सायद 1 घन्टा जति हामी तिलिचो पुग्छौँ कि तपाईँ त हिमालभन्दा माथि आउनु त दाइ 4700 मिटरमा आएर पनि तातो पानी खाइरहेको थियो हो तपाईँ त खतरा मान्छे हो नि त ओहो गाइस फाइनल्ली उकालो बाटो बाइसकोम त कटियो है हिजो नाग हिमाल राखिदिनु पर्यो भन्नु परैदेखि खाङसारदेखि भन्दै आएको हिमाल हेरेछ यार खाङसारबाट अलि बाक्लो हिउँ सहित देखिने हिमाल चाहिँ यही थियो है गाइस उता बाक्लो रहेछ नि यता खन्दैन उ त्यहाँ तर बाक्लो चाहिँ यहाँबाट हेर्दा यतातिर छ बाक्लो गाइस त्यो त अलि उयो छ कि अलिक त्यो यताको ठाडो छ त्यो स्लोपमा छ नि त्यही भएर गाइजी अदुवा खाँदै हिँडिया छ है अदुवा खाना छ कहाँ भेटाउनु हो म आएको त नि तल नजिकबाट हिमाल देखेको गाइज यो नै पहिलो है मेरो जीवनमा ल यति दुःख गरेर हिमाल देखाइदिएको छु मैले लाइक नगरिकन चाहिँ नजानु होला है ल है गाइज ल गाइज हेलिकप्टर नजिकबाट हेर्छु दाइ यहाँ हिँड्दै हुनुहुन्छ हिमालमा पुगिसक्यो हामी त हिमालभन्दा नि माथि छौँ हिमाल त तलै तलै हिमाल छ यहाँ नि हिउँ छ र ततै हिउँ परिरहेछ चिसो हुन्छ क्या नसुन्नु त्यो पनि हिँडियो होला चिसो भइरहेछ लग्न तपाईँले यता खिचिदिनु यस्तै छ गाइजी 22 गम्ती कटेपछि उकालो कटेपछि यो तिलिचो जाने अझै तिलिचो कति टाढा रहेछ यार अझै आएन एकछिन मोबाइल बाहिर राख्न सकिन्न यार म राखेँ गाइज तिलिचो पुगेर खिच्छु फाइनल्ली गाइज आइयो तिलिचो 4919 मिटर तिलिचो त के हेर्नु छ र पुरै हिउँ जमेको रहेछ यही हो तिलिचो ताल ल आहा हा हा तिलिचो पुरै जमेको छ चिया खानुपर्छ 200 रुपियाँ तिरेर ठ्याक्क हामी यहाँ आइयो 8:39 मा आइयो भनेपछि 4:45 मा हिँडेको 5, 6, 7, 8 4 घन्टा पुरै लाग्यो 4 घन्टा आहा यो हो नि त पुरै जमेको छ विश्वको सबैभन्दा हाइटमा भएको ताल तिलिचो ताल छैन तातो छैन तिलिचो निरोगी रेस्टुरेन्टमा छ अब चिया खायो हाम्रो दुईवटा एउटा कप चियाको 250 दुई कपको 500 एउटा बिस्कुटको 50 कपको खायो 10 रुपियाँको बिस्कुट अरूले सबै साथीहरू यहाँ बाहिर त बस्न सकिन्न एकदम चिसो अलिअलि हल्का हावा लगाएर यहाँ हामीहरूले तिलिचो तालमा पुग्यो तालको बाहिरपट्टि यस्तो छ तापट्टि बाहिर हिउँहरू छ यतापट्टि यस्तो यहाँ ताल त पुरै फ्रोजन छ त्यहाँ ताल चाहिँ अलिक तल रहेछ हामी तालमा चाहिँ गएनौँ यतापट्टि त यो हिमाल सबै यहीँ छ हिमालको पानी सबै तालमा झरिरहेछ भित्र यो रेस्टुरेन्टमा हामीले चिया खायो हामी तिलिचो तालमा छौँ तिलिचो ताल पुरै जमिरहेको छ हैन चिया खाएपछि हल्का इनर्जी आयो यार एकदम गाह्रो भइरहेको थियो मोबाइल समात्न पनि सकिएको थिएन चिया खाएपछि हल्का शरीर तात्यो हल्का इनर्जी आयो हामी ल गाइस अब हामी 5-10 मिनट बसिन्छ या धेरै बस्न सकिन्न एकदम चिसो छ चलिरहेछ -10 डिग्री ठ्याक्क अहिले चाहिँ 9 बजे ठ्याक्कै 9 बजे हिमालकै तल यो पछाडि देख्छ नि यो हिमालको ठ्याक्कै अहिले अब 500 मिटर मात्रै यो टुप्पो हिमालको टुप्पोमा पुगिनु जस्तो
अब यहाँ बसिँदैन, 20 मिनट जति भयो होला हामी आएको। अब बसिन्न, 20 मिनटभन्दा भयो बसिन्न। ए गाइस हिउँ, ओहो यसलाई हान्नु मैले, यसलाई हानिदिन्छु है। हेलो ल, हातै चुडिएला जस्तो भइसक्यो। रिटर्न ब्याक टु तिलिचो बेस क्याम्प। ल धन्यवाद धन्यवाद। यस्तो चिसोमा पनि, अगाडि यस्तो चिसोमा पनि फ्यामिली र हातले मेरो भिडियो फोटो खिचिदिएकोमा धेरै धेरै धन्यवाद। यता 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 ल ओ दामी। ल गाइज हामी अहिले तिलिचोबाट पनि फर्किसक्यौँ। अब 22 घुम्ती नजिक आइपुग्यौँ। अब यहाँदेखि तल चाहिँ हिउँ पनि त्यति छैन। बिहान चाहिँ अलिक छिटो हिँड्नु पर्दो रहेछ। बेस क्याम्पबाट 4 बजेदेखि हिँड्न सुरु हुँदो रहेछ। अनि लगभग हामी चाहिँ अहिले 10 बज्न आँट्यो, हामी फर्किसक्यौँ। अलिकति 9 बजीसम्म पुगिँदो रहेछ। 8:45 हुन्छ, 4 घन्टामा पुगिँदो रहेछ हाम्रो जस्तो हिँडाइमा पनि। ल यति, यो हाम्रो टुर अर्थात् हाम्रो भिडियोहरू हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। हस् त, यो टुरलाई चाहिँ यहीँ अन्त्य गरेँ। हस्, धन्यवाद।